कल्पना लिम्बू तेह्रथुमबाट धरानबाट घर आइसकेँ। घर आएर पनि म तल हुँदाखेरि खासै भिडियो बनाउनै सकिनँ गर्मीले गर्दाखेरि। अनि यहाँ पनि हिजो आएको म कस्तो तार दिनभरि बिल हेर्दा हेर्दा अहिले पनि म बिग्जिने थिएँ। अनि आज चाहिँ असार 15 छ। असार 15को सम्पूर्णलाई असार 15को धेरै धेरै शुभकामना। तपाईँहरूले दही चिरा खानुभयो कि खानुभएको छैन? यहाँ हामी चाहिँ खाँदैछौँ दही चिरा। ल हेलो मेरो भदैनी आज भदैनी यहाँ राम्री भएर दही चिरा खाँदैछन्। अनि यहाँ छन्, यहाँ आइजना यहाँ गरे म त माथि थियो। रक्षाको मम्मी हेर्नु भनिदिनु न। म चाहिँ यहाँनिर खाँदैछु। अनि यहाँ छन्। हेलो जमुना। अरे हेलो भन्दै के भन न तिमी। हामी त यस्तै हो क्या। हामी त कहिले हामी त नेचुरल हामी यस्तै हो। नेचुरल मुख पनि धोएको छैन। साँच्चै हामी त लाज साथ लाग्नु छोड होइन। झन् म त यस्तै हो जस्तो छौँ त्यस्तै यस्तै। हामी भिडियो हामी न एडिट गर्छौँ। एडिट गर्ने केही यस्तो फिल्टर सिल्टर केही दिन हामी नेचुरल यस्तै छौँ है साथीहरू। असार 15 चाहिँ हामी यहाँ खाँदैछन् मिठो मानेर। हामी त भुराबारा छन्। भुराबारा खै कहाँ गयो कि। अनि यता छन् यी नखाने। हेलो रक्षा नखाएको सुतेछ्या मेरो भदा के भयो? हेलो भनिदिनु खै। हेलो आमा हेलो भनिदिनुहोस् त खै। हेलो हेलो। आज चाहिँ असार 15 गते। असार 15मा चाहिँ यहाँ स्कुलमा चाहिँ प्रोग्राम हुन्छ। अनि प्रोग्रामको लागि चाहिँ यहाँ नानीहरू चाहिँ आज राम्री राम्री भएका छन्। अनि सबैले ल सबैले हेलो भनिदिने ल। यता यता खै कण्ठ लाउने बुझ्ने हेलो खै भनेको। ल अब राम्री राम्रो के गर्ने? आज डान्स गर्ने हो सबैले डान्स गर्ने। ए लिम्बू ड्रेस लाएर। बहिनी लिम्बू नै हो राई हो। ए ल राम्रो डान्स गर्ने ल। नेवारको उत्यो लाएर छ। बहिनी नेवार हो। हेलो किन तिमी चाहिँ लुगा नलाएको नानी? ए ल सबै राम्रा राम्री भएर चाहिँ नानीहरू हिँड्न आँटेको छन्। अनि मैले छोटो भिडियो लिइदिएको। म के ल यहाँ हाम्रो रक्षा त छन्। आम्मामा रक्षा त झनै राम्री। नाति नातिनी कति राम्री है भन्छौ। तेरो कहाँ हिँडेको यति राम्रो राम्री भएर? स्कुल हिँडेको? पासाङको दौरा चाहिँ अलिक तानिदिनुहोस् त तल। अलिक छोटो भएछ। ए हुन्छ हुन्छ लु जानुहोस् ल। राम्रा राम्री भएका रहेछन् आज। उषा लिम्बू मेरो भदैनी रेडी हुनुभएको छ। हेलो भनिदिनुहोस् त ल। कहाँ जाने तपाईँ? स्कुल जाने? अनि किन राम्री हुनुभएको छ त आज? आज के गर्ने? आज असार 15 हो। असार 15मा राम्री भएर हिँड्नु आँट्नुभएको होइन तपाईँ? उठ्नु त एकचोटि। आमै खै अलिक पर जानुहोस् त। खिचिदिनु भयो दिदीलाई? लु लैज। उसको दिदी त के हो यस्तो हतार असिन ल पसिन। हेलो भनिदेऊ एकचोटि सबैले। म असिन पसिन। ल जानु है। सुँगुर पालोमै भनेर यहाँ डुर बनाउनु लाग्यो। यो डुरको दाम चाहिँ 800 रुपियाँ अरे साथी। म 800 भन्दा चाहिँ यो म चाहिँ ढक भयो। यो 800 रुपियाँ पर्छ यो। म त युट्युब भिडियो म त लाउने नि यो त फेरि युट्युबमा। कान्छी लु हेर एकचोटि। गरम छ? यो 800 रुपियाँ अरे हेर न। ऊ हौ उसको सल्लाहको देख्दैनस् के को कार्ड भन्छ यी। ए ल यो 800 रुपियाँको ट्युट। अन्त यहाँ हेरेको हेरे बनाउने मान्छे यता हेरेको यहाँ छन् बनाउने ठ्याक्क भन त दाम कति मिलाएर फेरि यहाँ फेरि अर्डर आउँछ नि।
बिहान चाहिँ मुनि खायौँ अनि अहिले चाहिँ मेरोमा यहाँ रेडी पारेको हुन्छ होला हुन्छ होला कोक्छ अन्त होइन अब चाहिँ यता त्यही ल्याउनु धुनु साह्रो हुन्छ पानी नि छैन अनि अब हामी चाहिँ केरा दुध आँप चाहिँ मैले अस्ति आउँदा तलबाट लिएर आएको थिएँ अनि अब यहाँ खान लागेको हेला जाउँ न आमा लगेर जाउँ मलाई गर्मी भइरहेछ यहाँ गर्मी हुने मान्छे मेरो भन्छ हेलो भनिदिनु हेलो खै हेलो दादा ठुलो भएछ अब कान्छीसँग बाँध्ने भइसक्यो लु ठेल्दैछ है ओ यो त मान नसक्नुको सिङ्गो डरो कराउँछ कान्छी गालामा पो ताक्दो रहेछ यसले त यो कस्तो बाध्नु पो रहेछ त सानो बाँच्नु हुँदैन भयो अब सरी भनिदेऊ सेवारो गरिदिनु आन्टीले सेवारो गरिदिनु विचार गर्दैछ कुटेपछि त हात त फर्काइहाल्छ त के लु त रोइस र हाँसिस हेलो भनिदेऊ यहाँ हाँसिदेऊ यहाँ त्यो तिम्रो बाबाले हेरोस् पर हाँसिदेऊ यहाँ खै आमा यो त बाच्छा त पुरै म चाहिँ पसलबाट रुम आइसकेँ रुम आउँदा केही पाकेको छैन 7:30 भएको छ अनि केही पाकेको छैन अब के पकाउने के खाने थाहा छैन अब भात नि नखाउँ जस्तो लाग्छ दिनभर बस्छ बेलुका आएछ भात पकायो अनि छैन यहाँ भाँडा धोएर त्यतिकै यहाँ एक भारी भाँडा अघि बिहानको त्यतिकै सफा गरिराखेको छ अनि एउटा काम चाहिँ मेरो छोरी आएर आज गरिदिएछ के गरेछ त भन्दाखेरि मैले लुगाहरू भिजाइरहेको थिएँ नभ्याएपछि के गर्ने होइन लुगाहरू यो भिजाइरहेको थिएँ नानीले चाहिँ लुगाहरू चाहिँ धोइदिएछ आज चाहिँ यो मेरो नयाँ भेष नै चाहिँ अस्ति लाएर आएर त्यतिकै थियो अनि धोइदिएछ मेरो लुगाहरू पनि यसले धोइदिएको कि कसले यसले धोइदियो होला नि अनि सबै धोइदिएछ आज चाहिँ मेरो लुगाहरू कसले धोइदिएको भन्दै यहाँ त भन्दैछु कसले धोइदियो मेरो लुगा वासिङ मेसिनले मैले एउटा वासिङ मेसिन किनेर राखेको छु नि त वासिङ मेसिनले मेरो लुगाहरू सबै काट्दैछ यहाँ वासिङ मेसिन रिसाउने हो मासु त मलाई नि खानु मन लागिरहेको छ नि के गर्नु फोन गर्नुपर्छ है ल धन्यवाद छोरी मेरो छोरीले लुगा धोइदिएछ मलाई खुसी लाग्यो नि कसले दियो माइजूले किनेको सक्यो होला नि तर भात खाइसक्यो भन्दै हुनुहुन्छ नानी भन अब रुम आइपुगेँ म अब हात सात पकाउनुपर्छ नानीले लुगा चाहिँ धोएछ खुसी लाग्यो नत्र म त अब लुगा धुनु पर्यो बसेर धुनु भन्दै गलेको हुन्छु काम नहुँदा नि पसलमा बिल हेर्दा यता मान्छे गर्दा आज भोलि अलिक सिजन छ अनि त्यही भएर भन्दै आजको भिडियो चाहिँ म के कस्तो भयो छोटो छोटो के कस्तो भयो मिलाएर हेरिदिनु होला भन्दै नयाँ हुन्छ भने च्यानलले सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियो चाहिँ यहाँ एन्ड गर्न चाहन्छु बाई बाई एभ्रिवान के भन्नु